साथीहरू यति बेला रमेश भने अनु बिना बाँच्नै नसक्ने अवस्थामा भने पुगिसकेका छन् र यति बेला घनश्यामले अनेक जाल झेल षड्यन्त्र गरेर रमेशलाई पनि घरबाट भने निकालिदिइसकेका छन्। के अब रमेश र अनुको माया प्रेम सदाको लागि सकिए के हो त? त्यो सबै विषयमा आज यस भिडियोमा छोटो छलफल गर्नेछु, त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईहरु पनि रमेश र अनुको माया प्रेम कुनै पनि हालतमा छुट्नु हुँदैन, उनीहरू एक हुनै पर्छ भन्ने लाग्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा रमेश र अनु भनेर लेख्न चाहिँ पक्कै पनि नबिर्सिनुहोस् है त। त्यस्तै हाम्रो यस च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्स्क्राइब भने गर्नु होला। आउनुहोस् भिडियोको मेन विषयवस्तुतर्फ लागौं। साथीहरू, जगतको र सीताको सम्बन्ध बिगार्ने पनि घनश्याम नै हो। घनश्यामले जगतलाई भएको नभएको सबै कुरा लगाए पछाडि जगतले भने सीतामाथि शंका गर्न थालेको थियो र अनेक आरोपहरू पनि लगाए पछाडि यति बेला सीता भने माइतमा आएर भने बसिरहेकी छिन् र माइतमा सीता आएर बसे पछाडि घनश्यामलाई पनि झन् सजिलो भने भएको थियो आफ्नो भान्जी अनुलाई रमेशबाट छुटाउनुको लागि। र यति बेला रमेश र अनुलाई टाढा बनाउनुको लागि घनश्याम केसरीले यस्तो जाल खेलेका छन् नि जुन कुरा अनु र रमेशले कल्पना समेत गर्न भने सकेका छैनन्। किनकि घनश्याम केसरी र अनुको आमाले भने अनु र रमेशलाई जसरी भए पनि छुटाउन भने खोजिरहेका थिए र उता रमेशलाई धनीको जीवन जिउन भने लगाइरहेका थिए। तर रमेशलाई धनीको जीवन जिउन भने साह्रै नै गाह्रो परिरहेको थियो र हाम्रो माया आमाले पनि स्वीकार्नु भयो भनेर अनु पनि एकदमै धेरै खुसी थिइन् र रमेश पनि एकदमै धेरै खुसी भने थिए। तर यति बेला अचानक सीताको डिभोर्सको कुरा सुन्ने बित्तिकै उनीहरूको बस्न लागेको घर पनि छताछुल्ल भने भइसकेको छ। घनश्याम र केसरीले जसरी पनि रमेश र अनुलाई भने छुटाउन खोजिरहेका थिए र यति बेला भने उनीहरूले छुटाउन पनि सफल भने भएका छन् र अनु पनि यति बेला अब लन्डनै फर्किने तयारी पनि गरिरहेकी छिन्। तर अनु रमेशलाई चटक्कै छोडेर पक्कै पनि लन्डन भने त जानेवाला भने पक्कै पनि छैनन्। मेरो विचारमा पक्कै पनि अनुले रमेशलाई छोड्न भने सक्नेवाला भने छैनन्। यति बेला सीतासँग अनैतिक सम्बन्ध छ भनेर घनश्यामले रमेशलाई भने घरबाट पनि निकालेका छन्। तर सीताको र रमेशको कुनै अनैतिक सम्बन्ध भने छैन र यो कुरा अनुले राम्रोसँगले बुझ्छिन् र अनु यति बेला केही पनि बोलेकी छैनन्। रमेशलाई घरबाट निकाल्दाखेरि पनि अनु केही पनि बोलेकी छैनन्। तर उनले पक्कै पनि यो कुरा भने राम्रोसँगले बुझ्नेवाला छिन् र रमेश दाइ बाहेक अरू कोही केटासँग अनु खुसी भएर बस्न पनि सक्नेवाला भने छैनन् र जसरी भए पनि रमेश र अनु अब एक हुनै पर्छ। साथीहरू, तपाईहरु पनि रमेश र अनु एक भएको हेर्न चाहनुहुन्छ या चाहनुहुन्न? आफ्नो विचार कमेन्ट सेक्सनमा लेख्नुहोस् है त। र तपाईहरु पनि रमेश र अनु एक हुनुपर्छ भन्ने लाग्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा रमेश र अनु लेखेर हाम्रो च्यानललाई पनि सब्स्क्राइब भने गरिदिनु होला। त्यस्तै साथीहरू, यता घिसिङको टाउको फुटाए पछाडि घिसिङले 1 लाख रुपैयाँ भने 24 घण्टा भित्रमा मलाई ल्याएर दिनु, नत्र भने म पुलिस बोलाएर जगतलाई जेल पठाउँछु भनेर भनेको थियो र जगतले 1 लाख रुपैयाँ काहीँ पनि नभेटाए पछाडि यता सीताको माइती घरमा जगत र जगतको आमा आएर भने सीताको गहना जति सबै लिएर भने गइसकेका छन् र बाटोमा घनश्यामसँग भेट भएको थियो र घनश्यामले पनि रमेशको र सीताको अनैतिक सम्बन्ध छ भनेर भएको नभएको कुरा भने लगाइदिरहेका छन् र अब भने जगतको र सीताको पनि पक्कै पनि डिभोर्स भने हुनेवाला छ। साथीहरू, जगतको र सीताको डिभोर्स हुँदाखेरि ठिक होला या त नहोला? कृपया आफ्नो विचार भने कमेन्ट सेक्सनमा लेख्नु होला। साथै हाम्रो यस च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्स्क्राइब गर्नुहोस् भन्दै अहिले चाहिँ बिदा माग्न चाहन्छु। हस् त, नमस्कार।